So hi guys, welcome back to our channel and आज चाहिँ हाम्रो यहाँ नै धान झार्ने प्लान थियो है। म हिजो मयङतिर छिटेर आएको है, मयङ पुगेर आइयो अनि गलेर आज चाहिँ अर्जुनहरुकोतिर अब यहाँ धान झार्ने दिन रहेछ। भोलि पर्सिदेखि स्कुल लाग्छ। ए केटाहरु अगाडि हिँड्दैछन्। यो कटुस पनि फल्न थालेछ नि त। अलिक पछि लिएर आइज है अर्जुन। हाम्रो चाहिँ के हो भन्दाखेरिमा युट्युबमा भ्लग अलिक कम भयो के, सबै रिल्स अरे सर्ट्सले मात्र खतरा सब्सक्राइबर बढिरहेको कि वाचिङ टाइम पुगेको छैन। केटाहरू नाङ्ला हातमा ठड्याउँदै घुमाउँदै हिँड्छन् है। टक्का त खासै हिजो अस्तिको जस्तो घाम लागेको छैन। अब अलिकति छ केटाउन दिसो बारी घारीमा छु। त गाइज अब चाहिँ हाम्रो धान बाँध्न सुरु भइसक्यो। म अनि यहाँ दुईजना आमा बुवा बाँध्दैछौँ। दुर्गे मामा झार्दैछन्, अर्जुन ओसार्दैछ है। यो चाहिँ मैले ओसार्नु पर्ने हुन्छ है त। अब ल नि सबै। सो गाइज अब चाहिँ हाम्रो यहाँ म मुठा बाँधेर यहाँ मुठा बोके पनि है। अर्जुन र दुर्गे मामाको चाहिँ यहीँ झार्दैछन् ड्याम कि ड्याम। अनि उता बुवा पर कुन्यु लगाउँदै यता मुठा बाँध्दै यता पनि अनि म पनि। लगाइ हामी चाहिँ धान झारीवरी बताइवरी ए परेर हिँड्दैछु। हामी त त्यहाँ पुरै घोप्टो पर हामी चाहिँ यो म चाहिँ अगाडि हेर्न पनि सकेको छैन है। तपाईँलाई घर पुर्याउनु पर्ने हुन्छ। यहाँ अगाडि हिँड्दैछु हामी चाहिँ। अनि सो गाइज हामी चाहिँ आज दिक्तेल लागेको है, दिक्तेल चल्दिएको। अनि हिजो चाहिँ धान सान झार्यो। अनि हामीले चाहिँ हिजोकै भ्लगमा आज पनि अब भ्लग हालिदिने भयौँ, एउटैमा प्लस गर्ने भयौँ। अनि जङ्गलको बाटो आज चाहिँ हामी पुरै दिदीहरूलाई चाहिँ उता तल पुर्याइदिएर अनि हामी चाहिँ 3 भाइ चाहिँ अब जङ्गलको बाटो एकदम खतरनाक बाटो जाँदैछौँ है। हामी यहाँदेखि आज चाहिँ डेस्टिनेसन भनेको हाम्रो डोर्पा गएर खाना खाएर अनि नेर्पा झर्ने अनि नेर्पाबाट दिक्तेल जाने प्लान हाम्रो। यहाँनिर चाहिँ हामीले अलिकति काम गर्नुपर्ने हुन्छ। यहाँनिर अलिकति गोरुलाई हालिदिएर जाने काम। गोरुलाई घाँस हालेर अनि यहाँ चाहिँ ठ्याक्कै डाँडामा हामी चाहिँ अहिले हेर्न सक्नुहुन्छ। यता मामा छ नि यहाँ नि तलै ठ्याक्कै हामी चाहिँ ट्रेकिङ हिँडे जस्तै भइरहेको यहाँ होइन। डाँडा हेर्न सक्नुहुन्छ टक्क। यो डाँडालाई चाहिँ हामीले अब छोडेर जानुपर्ने हुन्छ। बस्ने केटा हो एकलट बस्नु न। म खासै बसिँदैन। हामी चाहिँ अब एकलट यहाँ बस्नुपर्ने हुन्छ है टक्क लाएर। सो अलराइट गाइज हामी चाहिँ अहिले जङ्गलमा छौँ होइन। रोड हिँड्दैछौँ ढाल्ने खाँदै। पछाडि मामा कराउँदैछन्। यो नस्ला चाहिँ हाम्रो गोजीमा हाम्रो घर चाहिँ हेर्न सक्नुहुन्छ। यता आउँ जङ्गल। हामी चाहिँ भुइँमा ढाल्ने खोज्दै है। ढाल्ने मतलब कटुस, तपाईँलाई थाहा छ होला है। हेर्न सक्नुहुन्छ यहाँ भुइँभरि यत्रो कटुसको बोक्रा कटुस चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है। यसलाई चाहिँ हामीले पहिले चाहिँ यहाँ टोक्नुपर्ने हुन्छ। अनि यस्तो टोकेपछि चाहिँ यहाँभित्र सेतो गुदी हुन्छ। यसलाई चाहिँ यसरी खाने। मामाले बिहार गरे
माथि रोडमा खुकुरी राखेको छ तलतिर मान्छे सेउला काट्दैन भरे खुकुरी बोकेर हिँड्यौँ हामीले चाहिँ अनि फेरि बाटोमा छोडिदिएको यस्तो गद्दार छौँ हामी अनि जङ्गलमा के घुर्छ त के भयो कान्छ यहाँ चाहिँ भालु पाइन्छ होइन यो जङ्गलमा चाहिँ अनि चाहिँ भालुसँग यसो मिटअप हानेर आउने जङ्गल चाहिँ यस्तो छ क्या फेरि पानी पर्ला पर्ला जस्तो हुँदैछ तर पानी चाहिँ पर्न पाउँदैन किनकि हामीसँग छाता पनि छैन सो गाइज अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो अगाडि हेर्न सक्नुहुन्छ यस्तो छ ढुङ्गा रोडे रोड आएर ठ्याक्कै यहाँ पस्थ्यौँ हामी चाहिँ हो त ढुङ्गामा जानेवाला थियौँ त्यहाँ चाहिँ गएनौँ हामी उँभो माथि चाहिँ झर्ना हेर्न सक्नुहुन्छ निश्चल भाइहरू पछाडि मामा र निश्चल भाइ पछाडि टक्क बसिरहेको अनि चस्मा लाएर होइन म चाहिँ यहाँ छु यताबाट झर्यो भने चाहिँ हाम्रो साकाला बिन्दु हुने सास छ है यहाँ चाहिँ ढुङ्गा छ हामी चाहिँ अहिले अब हामी जाने भने चाहिँ त्यो डाँडादेखि पनि उतैपट्टि हो यस्तो छ है त हामी अब उता पुगेर भेट्छौँ सो गाइज हामी चाहिँ अब लामाखोपदेखि दोर्पा झऱ्यो है अनि खाना खाइओऱ्यो अब चाहिँ पानी पर्न आँटो है आज दिन घाममा धुम्म गर्दैछ अब यहाँदेखि नेरपा पुग्नुपर्ने छ गल्टेर हाम्रो लोड भइसक्यौँ लोड छ हाम्रो खुट्टाको दिनभरि धान झारेर बोकेको कतिपय एक मुठी बोकियो कि अनि टेन्सनमा फेरि कमर चाहिँ लचक लचक हल्लिन्छ हाम्रो फेरि आज डान्सरहरूले भ्याउँदैन फेरि हामीलाई हामी चाहिँ नेरपा आइगरी होइन अब दिक्तेल जाँदैछौँ 4 भाइ अगाडि छ यहाँनिर अब हामी चाहिँ अहिले 3 बजिसक्यो होइन पौडी खेल्न यहाँ जाने प्लानमा छौँ चाहिँ नेरपाबाट हामी हिँडिसकेको यो अगाडि जम्बो टोली हाम्रो चाहिँ अब पौडी खेल्न जाने अनिखेर हामी अब तपाईँहरूलाई ठिक्क खोलामा पुगेर भेट्छौँ होइन केटाहरू यहाँ पिकनिकको गफ हान्दै अगाडि हिँड्ने सो गाइज हामी चाहिँ अहिले पौडी खेल्यो ठ्याक्क अब लागिसकेको थियौँ कि ठ्याक्कै चार्ज सकेको हाम्रो अनि त्यसपछि बाटोमा आउँदाखेरि पानी पर्दैन भन्दै छाता पनि थिएन अब ठ्याक्कै दिक्क आएपछि पानी पर्दै क्या पानी परेर मौसमको हालत एकदम खराब हामी चाहिँ रुम पनि आएको थियौँ अघि लुगा फेरि डान्स खान थालिसक्यो हलुका महसुस भएछ यसलाई सो गाइज भ्लग चाहिँ यस्तै भयो हामीले उहाँदेखि भिडियो चाहिँ त्यति मजाले गरिनौँ यसो अलिअलि गरेर हामी यतिसम्म चाहिँ हेरिदिनु भयो भने हामीलाई आश छ है लाइक सेयर सब्सक्राइब हान्न नभुल्नु र अब भ्लग इन हान्दै नि त ल है त गाइज इन्ड